तिमी फर्केर आउँछौ भनेर पर्खिरहे। दिवस श्रेष्ठकी प्रेमिकाले लेखेको मार्मिक पत्र। तिमीले भनेका थियौ यसपालि छुट्टी मिलाएर भने म घर आएर सबै कुरा मिलाउँछु, विवाह गरौँला। म आज पनि त्यो शब्द सम्झेर बाँचिरहेको छु। तर अब तिमी फर्केर आउने बाटो नै बन्द भयो भन्ने कुरा मनले मान्न सकेको छैन। तिमी अहिले काम गर्दै हुनुहुन्थ्यौ अबुधाबीमा, परिवारको भविष्य कोर्न, हाम्रो सपनाको घर बनाउन। तर आज तिमी आफै सम्झनामा मात्र बाँकी भयौ। शनिबार तिमीले भिडियो कल गर्दा तिमी हाँसिरहन्थ्यौ, भन्थ्यौ अब धेरै समय छैन, छिट्टै भेटौँला। मलाई के थाहा त्यो हाम्रो अन्तिम कुराकानी थियो। आइतबार साथीहरूबाट सुने मोबाइल हरायो, सामान्य चोट लागेको छ। म नआत्ती बसे, सोचे तिमी बलियो छौ, केही हुँदैन। तर सोमबार बिहान जब नेपाली राजदूतावास अबुधाबीको सूचना आयो, मेरो संसार एकै छिनमा सुनसान भयो। दिवस, तिमीले बाचा गरेका थियौ मेरो हात समातेर सधैँ साथ दिने। आज मेरो हात खाली छ, तर तिमीले दिएको माया अझै पनि बलियो छ। तिमीले बनाएका सपनाहरू अधुरा भए, तर म तिमीलाई दोष दिन्न, किनकि तिमी त सङ्घर्ष गर्दै थियौ हाम्रो भोलिको लागि। आज गाउँमा सन्नाटा छ, तर मेरो मनमा तिम्रो आवाज अझै गुन्जिरहेको छ। छिट्टै आउँछु। दिवस, यदि स्वर्ग भन्ने ठाउँ छ भने त्यहाँबाट एकपटक फर्केर हेर है। यहाँ कोही छ जो आज पनि तिमीलाई पर्खिरहेकी छु।